अध्ययनको निमित्त बस्दाखेरि त्यहाँ कुनै रिक्सावालाको घन्टी हुँदैन थियो। हजुरहरू कति पुग्नु भएको छ त्यो ठाउँमा पक्कै पनि हजुरहरूलाई थाहा छ। हरिद्वार बनारस हेरी धेरै फरक हो वृन्दावन। त्यहाँ कुनै रिक्साको घन्टी हुँदैन, राधे राधे नि हो। अन्त पछाडिबाट कसले राधे राधे किन भनौ भन्ने कुरो चाहिँ त्यो त्यहाँको माहौलले नि बताइदिन्छ मैले बाटो छोड्नु पर्ने हो कि उसलाई राधे राधे भन्नुपर्ने हो कि भन्ने कुरो। भक्तवत्सल भगवानको राधे राधे। अब चौथो प्रश्न हजुरहरू समक्ष राख्दैछु, जसको पालो आमा समूहलाई नि छ होला हैन कि बुवा समूहलाई? ल, प्रश्न यस प्रकार रहेको छ, ध्यानपूर्वक सुनिदिनु होला र त्यसको उत्तर पनि आइदिएदेखि हामीहरूलाई पनि अलिकति एउटा प्रोत्साहन हुन्थ्यो। प्रश्न मैले हजुरहरू समक्ष राखेँ। नारदजीलाई चतुश्लोकी भागवतको ज्ञान कसले दिनुभएको थियो? नारदजीलाई चतुश्लोकी भागवतको ज्ञान कसले दिनुभएको थियो? प्रश्न यस प्रकार छ। के भने पुरै बुझिन होइन, मन अवधि पनि अस्ति सकियो, हेरी पनि रिजल्ट पनि आइसक्यो, फेरि पनि मनै मात्रै हुनुहुन्छ। सकियो, हेर्नु त समय नै सकियो। फेरि जताबाट जे बच्छ घन्टी नै बजिरहेको छ। राधे राधे। यही प्रश्न आमाहरू समक्ष नारदजीलाई चतुश्लोकी भागवत सुनाउने ज्ञान दिनुभएको कसले थियो? यही प्रश्न बुबाहरूलाई, यता हाम्रो कर्ता परिवारलाई। घन्टी त बजाउनै पर्यो। अब हामीलाई यति सेवा गर्दै हुनुहुन्छ, गलत भयो भन्न पनि अप्ठ्यारो लाग्यो। पुत्ता फर्केको आफै बस्नुभयो। आजै मात्रै आइपुग्नु भएको, त्यही भएर अलिकति मिलेन। एकदम एकदम। अब हजुरलाई पनि मैले नमान्नु नि पर्यो। भक्तवत्सल भगवानको हामी अरूलाई अनुशासन सिकाउनका निमित्त भनेर यस स्थानमा बसेका छौँ। आफैले त्यसो गर्दा अलिकति अप्ठ्यारो हुन्छ, त्यसले गर्दाखेरि सरी ल। होइन, ठिक छ, हामी ह्याप्पी है। राधे राधे। दुर्गा जय जय, काल विनाशिनी काली जय जय, काल विनाशिनी काली जय जय। दानवमर्दिनी विजया जय जय, वैभववर्दिनी कमला जय जय। दानवमर्दिनी विजया जय जय, वैभववर्दिनी कमला जय जय। सृष्टिमयी ब्रह्माणी जय जय, सृष्टिमयी ब्रह्माणी जय जय। शक्ति प्रदायिनी शारदा जय जय, शक्ति प्रदायिनी शारदा जय जय। दुर्गति नाशिनी